वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ हामी चाहिँ घुम्न जान लाग्छौँ है गोदावरीतिर। धेरै पछि भिडियो बनाउँदैछु है। मौसम पनि आज ठिकै लाग्यो, दिनदिनै पानी परेर भइरहन्थ्यो यार। आज चाहिँ मौसम चाहिँ राम्रो छ। केटोलाई सिट कस्तो अग्लो भइरहेछ? त्यसमा अलि फर्म थपेको भएर अग्लो। गाइस हामी चाहिँ केटीपुरबाट निस्क्यौँ है। अब सिधै एकान्तमा हो घर। हामी चाहिँ उता पारि चाहिँ ललितपुर खेल्न लाग्यो। एउटा खोलाले छिराएर रहेछ यार काठमाडौँ र ललितपुर। र हामी चाहिँ ललितपुर गएँ। बाटो पुरै हिलै। यो ठाउँमा चाहिँ पिच किन नगरेको हिलै यस्तै छ हिलै। बाइक पिलीको तल्काको अब त हिलोमा जानै पर्ने। भ्वाङ्गै पऱ्यो थियो यार। जान्छु एकान्तको माथि बाटोमा पुगिसक्यो है। कस्तो जाम भने ट्याङ्कर मार्न लाग्यो। पऱ्यो भने ट्याप्छ। साथीलाई गएको थिएन नयाँ पोल हाल्नु लाइटको। मेन मिटर जान्छ होइन अनि उताबाट आयो जाम। अन्त झगडा क्रसिङबाट क्रस गरेर हुन्छ। मौसम फेरि आनन्द छ, चिसो आउँछ नि दायाँ बायाँ रुखहरू अन्त छ कि उताको पनि राम्रो छ। हावापानी राम्रो हुन्छ।
यो पुल एउटा चाहिँ ठुलो गर्नुपर्छ सागु त छ नि त्यसै हुन्छ थाहा नै हुँदैन क्रस गर्नु खोज्यो ल्याउनु पर्छ यार ठिकै हो म यहाँसम्म बाइक आएको छैन म यहाँसम्म बाइक आएको छैन क्या गोदावरी आएकै छैन म यहाँसम्म यो चोकसम्म मात्र आएको धाराको तलतिर ए धाराको तलतिर Rolling hanno sai la tere. Arrega.
लेफ्ट मोडेर लेफ्ट गयो भने चाहिँ गार्डनतिर जान्छ गार्डन लेफ्ट मोडेर गयो भने गार्डनतिर जान्छ कि गोदावरीको गार्डन छ नि मेरो विचारमा उताबाट जानु पर्ला मारेर लानु यताबाट गयो भने साला उतै माथि पोस्टिनुपर्छ थाहा छ क्वेसन पर्छ कहाँ सोध्नु त अब एकचोटि सोधेरै जाऊँ न ए छैन यो बस छैन यहाँ भने ऊ माथि निको हो ए माथि चाहिँ हो ल गाइस हामी चाहिँ मार्बल डाँडा एकचोटि यस्तो जानु लाग्यो है यही बाटो देखाइरहेको छ म्यापमा चाहिँ म्यापमा के भन्नु साइनबोर्डमा ल अब जङ्गल सफारी आयो बाटो आशिका तामाङले टिकट लिनु हुँदैन पैसा लिनु हुँदैन भनेर भनेकोले यहाँ पनि दिएन होला के पायो पहिला लिन्थ्यो भने होइन पहिला लिन्थ्यो भनेको होइन ल यहाँ त लिन्थ्यो जस्तो ल टिकटिङ सिस्टम चाहिँ यहाँ रहेछ है यो दाजु मार्जनलाई टिकट चाहिने हो क्या हो 10 रुपियाँको किन नि यो त पब्लिक प्लेस होइन र पब्लिक प्लेस होइन यो संरक्षण क्षेत्र हो संरक्षण क्षेत्र पर्यो ए छ तिमीसँग कता रहेछ त्यो के भन्छ मार्बल डाँडा चाहिँ मार्बल डाँडा चाहिँ यहाँ माथि हो 2 किलोमिटर हो 10 रुपियाँ जति लाग्छ ए हस् अलि माथि गएर फुलमाया खाजा घर आउँछ नि गाई खाजा ए ल फुलचोकी यहाँबाट पनि जानुहुन्छ फुलचोकी यहाँबाट पनि जानुहुन्छ बाटो बस्छ होला अफ रोडै होला सायद यो मात्र पिच गरेको जस्तो है नयाँ नयाँ छ हेर पिच है यहाँको लाइनिङ नै नयाँ छ ए यहाँबाट अफ रोडै रहेछ त यहाँबाट छ बाटो छैन पुरै बाटो हो क्या लगाए चाहिँ हो मार्बल डाँडा यहाँबाट माथि देखिने रहेछ यहाँ चाहिँ अलिक स्पेस रहेछ जङ्गलै जङ्गलको बिचमा रहेछ यार बस्नु न केटो यार नबसिकन यार यो चप्पल छ उसको ठिकै छ पानी त माछामा आउँदो रहेछ लगाए अब चाहिँ अफरोडको बाटो सफारी हुँदैछौँ हामी ए डेन्जर रहेछ यार बाटो चिप्लो चिप्लो छ साह्रो रहेछ यार बाटो झारीले गरेर हो कि कस्तो चिप्लो यार बाटो झर्दाखेरि त यसलाई लास्टै चिप्लो होला जस्तो यार अगाडिको हाउ कम छ जस्तो लागेको होइन बाटो त माथि रहेछ यार बाटो त डेन्जर रहेछ डेन्जर यार बाटो त ल पानी परेपछि त यहाँ त हिलो हिलो हुन्छ क्या यार ओह्रालो गाह्रो हुन्छ नि यार सिक्नु होला जस्तो है ओह्राल्दाखेरि अलिक सानो भएर हो कि अलिक ठुलो भयो भने चाहिँ यो मान्छेले टेबर रोड लगिसक्यो बाइक पनि सजिलो छ नि टर्निङ अलिकति गाह्रो छ सकिन्छ के त भन्दै भन्नुपर्छ चिप्लो भएर मात्र अलिकति रिस्की छ होइन चिप्लो छैन भने त ठिकै थियो यार यो
टाढा मात्र हो त्यहाँबाट भ्यू चाहिँ राम्रो देखेको चाहिँ हुन्छ यार भ्यू राम्रो देखेन भने त यार बेकारमा गयो जस्तो साइन बाइक ल्याएको हो चाहिँ अलिकति गाह्रै हुन्छ लामो तान्नु गाह्रो होला जस्तो साइन बाइक ल्यायो होइन त्यो अलिक सानो अफरोड भएर सानो छ अलिकति तान्नु गाह्रो होला यसमा त दुईमा तान्नु गाह्रो भयो पानी पऱ्यो भने भिन्छ रहेछ यार ल टेक्नै पर्छ त यार यहाँ किन केही हुँदैन झन् बिजन भयो भने झन् सजिलो हुन्छ यार चिप्लिँदैन नि टायरै स्लिप खाइसक्यो यार जान्छ बिजन भयो भने सजिलो हुन्छ जस्तो लाग्थ्यो मलाई बाइक हिट भएको भयो छोड ल पख ठ्याक्कै त्यहाँ पऱ्यो कि हिट भइसक्यो ल यस्तो छ यहाँबाट लिएर जानुपर्ने थियो कि अघि यहाँबाट चाहिँ लानु पर्ने है के गर्ने यार अर्को बाइक आयो क्या साले हिलो भइसक्यो मलाई अर्को बाइकको आयो बाटो त खत्तम रहेछ यार यहाँ छेउबाट गयो भने खस लाग्ने डर लाग्ने कुनामा गयो भने लास्ट टिप्लिन्छ बिचबाट जानु बिचबाट हो डेन्जर स्लिप खाने बस छैन जस्तो ठाउँमा चाहिँ टायर टायर त लास्टै चिप्लो हुन्छ बिस्तारै झर्नुपर्छ चाहिँ आउँदाखेरि चाहिँ कभर बाइक चाहिँ अलिक गाह्रै छ है अरू बाइक चाहिँ सकिन्छ होला कभर बाइक चाहिँ लास्टै गाह्रो छ लास्टै स्लिप पनि खान्छ चलाउनु पनि अलिक गाह्रै लाग्छ यार यहाँ कभर बाइक आइपुग्यो गाइस फाइनली Oh my god 2 किलोमिटर भनेको त यार 5 किलोमिटर तल जस्तो भइरहेको छ मलाई यार त्यही गाह्रो लागिरहेको छ यार हिलोमा अलिकति अर्कै आइगयो अहिले पनि तपाईँलाई आइपुग्यो हामी ल हार्दिक स्वागत रे ल दादा मात्र पालो त्यहाँ रहेर थोरै घुम्नु पर्ने चाहिँ मार्बल धारा उताको धारा बुझ्नु घर मार्बल धारा तर आइपुग्यो यो चाहिँ यस्तो रहेछ यहाँबाट चाहिँ यो चाहिँ राम्रो देखिँदैछ पछाडि चाहिँ ढुङ्गा भएको भएर मार्बल धारा राखेको
हेलो गाइस, ल अहिले चाहिँ फर्किनु लाग्यो हामी मार्बल डाँडाबाट। बाटो चाहिँ अलि हिलो हिलो छ, पानी भर्खर पऱ्यो थियो, चिप्लो होला जस्तो छ। तै पनि घुम्न आउनुलाई ठिकै छ है गाइस, घुम्न आउनु होला एकचोटि, मजा लिन आउनु होला मार्बल डाँडाको। ल गाइस, अहिले चाहिँ हामी यहाँबाट निस्किन्छ है। पानी चाहिँ यहाँ लस पर्नु आयो फेरि यार, छेनको छेनमै पानी पर्ने ठाउँ रहेछ है गाइस। रेनकोट चाहिँ बोकेर आउनु होला, हिलो हिलो हुने रहेछ बाटो चाहिँ, गाह्रो बाइक चाहिँ अलिक गाह्रै हुन्छ। क्यामेरामा त त्यति अफरोड त देखिँदैन, तैपनि अफरोड चाहिँ लास्टै अफरोड छ, गाह्रो चाहिँ गाह्रो है। टर्निङ पुगेन भने त गाह्रो रहेछ यार यस्तो बाइकमा। एड्रेस गराउनु केटो, बाटो आयो क्या हो। खतरा चिप्लिन्छ त यार, साल ब्रेकै हान्नु मिल्ने यार। कर त केटो, खतरा चिप्लिन्छ यार यहाँ त। त्यहाँ त डबलै जानुपर्छ, डबल भयो भने धेरै चिप्लिँदैन। पानी पऱ्यो यार फेरि, हेट बस त, डबल भयो भने फेरि चिप्लिँदैन कि। नडर है, बिचैबाट जानु लाग्यो। के हो यहाँ चाहिँ, यहाँबाट जानुपर्ला। मान्छे हिँड्यो पनि चिप्लो रहेछ। ढुङ्गा छ्यामा लास्ट गोल यार, धेरै भयो नचलाएको यार बाइक, यसमा गाह्रो हुने रहेछ यार केटो। मेन त अगाडिको टायर चिप्लिनु भएन कि, कन्ट्रोलै गर्नु नसक्ने हुन्छ अगाडिको टायर चिप्लिनु। यो टाइममा चाहिँ आउने ढुङ्गामा ठ्याक्कै पछाडिको टायर पर्छ। अझै एउटा दुईवटा बाँकी छैन, अझै यस्तो एउटा दुईवटा बाँकी छैन। हात गोल छोड्दै जाऊ केटो। र गाइस, अहिले चाहिँ यहाँ खोला रहेछ होइन, जस बाइक धुन चाहिँ ठिक रहेछ। माथि हिलो हिलो थियो, एकछिन बाइक धोएरै जाऊँ कि भनेर रोकेको है गाइस। ल गाइस, हामीले चाहिँ बाइक धोएर अब जानु लाग्यो है।
बाइक चाहिँ लास्टै फोड्थ्यो हिलो थियो यस हिलो चाहिँ पठायो होइन पुरै चाहिँ सफा हुँदैन चिप्लेर लाग्यो भनेर हिलो पठाएको अब चाहिँ हामी निस्किँदैछौँ घरतिर यो महिनामा चाहिँ आनन्द आउँदैछ यस एकचोटि आउनु होला सबैजना रमाइलो छ अलिकति अफरोड चाहिँ छ है रमाइलो चाहिँ ठाउँ शान्त छ वातावरण म चाहिँ सजेस्ट गर्छु एभ्रीबडी मस्ट भिजिट दिस प्लेस इट्स अ भेरी ब्युटिफुल प्लेस अहिले गोदावरीको बस पार्क आइपुग्यो यहाँबाट चाहिँ हामी जानेछु गोदावरीको बस पार्क पनि अलिक ठुलै छ है त्यसले अलग्गै बनाएको रहेछ रमाइलो हुने गरी बनाएको रहेछ India rasa, hampir new क्या हो अलिकति डरायो मलाई चौतारी जाने हो कि चौबार जाने चौतारी जाने कि चौबार जाने चौतारी जाने ट्राफिक छ कति यार यताको पनि हेर्नु पऱ्यो नि त यार हेर्दैन अलिक गरिहाल्छ यार बन्द गरिहाल्यो ठुलै बनाउला जस्तो यार